हेलो नमस्ते साथीहरु, आज म बारीकोट गाउँपालिका वडा नम्बर 2 बाट बोल्दैछु। अनि यो बारीकोट गाउँपालिका जाजरकोटको एकदमै विगत ठाउँ हो। अनि यही ठाउँमा मेरो एकजना साथी हुनुहुन्छ आनन्द। अनि उहाँको स्वर चाहिँ एकदमै मिठो छ, मैले बचपनदेखि सुन्दै आएको। तर यो उहाँले कुनै पनि ठाउँ नपाएर यो ठाउँमा हुनुहुन्छ। अहिले उहाँलाई त्यस्तो कुनै पनि मौका मिलेको छैन। उहाँको स्वर एकदमै मिठो छ, म तपाईहरु बीचमा ल्याउने कोसिस गर्नेछु। अनि तपाईहरुले उहाँको स्वरलाई सुनेर एकदमै साथ सपोर्ट दिनु होला। अनि म उहाँको गीतलाई तपाईहरुको बीचमा प्रस्तुत गर्नेछु, म उहाँसँग बोल्नेछु। कुटु कुटु यो मुटु खाइरहन्छ, हरेक पलमा उनकै याद आइरहन्छ। ए हावा जाऊ, ए हावा जाऊ, ए बादल जाऊ, मलाई सम्झिरहेछिन् कि बिरानो पो भइछिन्, मेरो प्रियसीको खबर लिएर आऊ, मेरो प्रियसीको खबर लिएर आऊ। ल साथीहरु, अनि मेरो साथी आनन्द एकदमै मिठो स्वरमा एउटा असल